छेउबाट आउनु पर्ने मामा त माथि डाँडै काटेर जानु बिस्तारी बिस्तारी ओइ 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 लाउ धेरै प्रिय नि त्यही त धेरै प्रिय छुट सबै आलु हेलो फाइनली गाइस हामी चाहिँ अहिले चाहिँ खातबारी बजारदेखि नै घुमेर पनि अहिले गुवाबारी साइड आइसकेको छौँ। यहाँ चाहिँ कस्तो भने एउटा दामी जम्पिङ गर्ने ठाउँ रहेछ है। हाम्रो चाहिँ यति धेरै यता मामा हुनुहुन्छ पहिलाको जस्तो हामी चाहिँ जोडिरहेको छौँ। यता भाइ जोडेको छ आज चाहिँ अनि यता राकेश भाइ जोडेको छ। साइकल चाहिँ दुईजनाको चाहिँ किनेको छ न्यू किनेको छ राइडरहरूले न्यू किनेको छ। कस्तो भने हाम्रो चाहिँ यहाँ जम्पिङ चाहिँ एकदम दामी रहेछ। कस्तो भने खोल्सामा पानी उन्दो जाने चाहिँ यो सिमेन्टले अलि उठाएको रहेछ होइन पानी प्लास्टर गरेर टक्क चाहिँ जम्पिङ चाहिँ दामी छ यहाँ चाहिँ। वाह को जाने हो लु तपाईँहरू सबै जानु त ल ल तपाईँहरू सबै लु भाइ नि जाऊ तिमी नि जाऊ म चाहिँ लास्ट टाइम जान्छु होइन बिस्तारै हान न दामी जम्पिङ ल ल पाल्दैले ल भाइहरू चाहिँ जाँदैछ मामा अगाडि अगाडि हो अनि राकेश भाइ यता भाइ ल दामी जम्पिङ हान्नु पर्यो। मेरो चाहिँ यता साइडमा छ है। फेरि यता चाहिँ कस्तो भने आज हेलमेट किनेको हेर न फेरि कत्रो महँगो के यहाँ खादबारीमा चाहिँ सामानहरू चाहिँ लगभग सबै महँगो हुन्छ नि त। यो हेलमेटलाई रे 3500 भनिरहेको थियो अनि लगभग 3,000मा मिलाएँ है। कति महँगो के अनि त्यही भएर चाहिँ अब भिडियो चाहिँ यहाँबाट हुनेछ। गोप्रो पनि अर्डर गरेको छु। गोप्रो चाहिँ अर्डर गरेको थियो एउटा दाइले अङ्कलले ल्याइदिन्छु भन्दै हुनुहुन्थ्यो अब ल्याइदिनुहुन्छ होला चाँडै। अनि त्यहाँबाट चाहिँ मोबाइलबाट होइन गोप्रोबाट भिडियो हुनेछ है गाइस। यो थोरै क्लिप्स हेरौँ है। मामा र माथि जाँदै हुनुहुन्छ सही उनीहरू फेरि डर कन्टेन्ट बन्छ फेरि लडेर यहाँ यहीँ छेउबाट आउनु पर्ने मामा त माथि डाँडै काटेर जानुभयो। आयो म त यहीँबाट आउँछ कि भनेको उभै जानुभयो। यो चाहिँ दामी छ। यता चाहिँ यो साइड चाहिँ गुवाबारी हो गुवाबारी अनि यो साइडमा तपाईँहरू पनि आउनु सक्नुहुन्छ कति अब होइन। यो जम्पिङ चाहिँ दामी छ है। कस्तो भने यहाँबाट कस्तो कुलो जान्छ नि त यहीँबाट कुलो जान्छ यताबाट। ल हाम्रो भाइ आइसकेको छ हाम्रो भाइ ओ दा ओ दामी ओ लड्छ है ओइ मामा ल बिस्तारै आउनु बिस्तारी ओइ धेरै हान्नु भयो नि त नि आमा हात काटेन खोइ त हात लाउ धेरै प्रिय नि त्यही त धेरै प्रिय ब्रेक हाल्दै ल्याएको छ धेरै उब्रिन्छ नि धेरै उडेर आउनु भयो नि त तपाईँ अनि खुट्टातिर चाहिँ केही भएन खुट्टा भयो होला म यो तिग्लो उफ्रियो त गाउँठाउँ परेको झन् साह्रो मोबाइल फुटेन मोबाइल त फुटेन अब साइकल त नि ल साइकल पो गएछ त यो सबै भाँची छ नि ल चट्टै छु यहाँ राखेर फेरि फास्ट आउनुभयो क्या माथिबाट ब्रेक हानेको ब्रेक म त बिस्तारै आउनुहुन्छ भनेको यहीँबाट भनेको माथि पो तपाईँहरूले जानु यो त उसी छ ल यो त वैसै छ त्यो एउटा मात्रै फेर्नु पर्ने कस्तो दोष हातहरू त प्ल्याक्लुत गएछ नि त यो नि झन्डैले लडेको थियो। म त यहाँबाट छेउबाट उफ्रिन्छ भनेको जम्पिङ हान्छ भने मेरो त बिस्तारै ब्रेक लगाएको एक मान्छे झन्डै माथि जाने थेट गाई आज चाहिँ मामा त बिजेको भयो त हेर के बुद्धि आएको म त यहाँबाट तपाईँहरू त फाल हान्छ भने के अब साइकल भन्ने म्याच के खाले गयो त प्ल्याट्टै पो गयो
ल म त यहाँबाट बिस्तारै पान्छ भनेको तपाईँले त त्यही त उयो ब्रेक हानेको अक्लो उभिदियो क्या त्यो अगाडिको ब्रेक कहिले हान्नु हुँदैन क्या राकेश भाइ नि अघि झन्डैले यो भाइ झन्डै कस्तो खाले त त्यो त सबै गयो नि अब त यो त महँगो लाग्छ नि यो त अनि महँगो नि हौ त्यही गएछ तपाईँको यो उइसै छ कि यो मात्रै हो यही मात्रै भाँचेको यो त मिल्छ म त तपाईँले त यहीँबाट यहाँ छेउबाट मात्रै हान्छ भने क्या मैले अचम्म लाग्यो बिस्तारो ब्रेक हान्दै ल्याएको क्या त्यो हुत्ते गएछ यो राकेश अहिले माथिबाट हुत्तेर आइरहेको थियो क्या म स्पिड आएको कस्तो कुदाउनु भएर फेरि फस्नु पऱ्यो यो भाइ कल गर हौ के खालि यहाँबाट त नि कस्तो दोष छ क्या मैले यो त झन् छुने बित्तिकै लाग्छ क्या यो ब्रेक त म त तपाईँहरू त त्यहीँ छेउबाट पाउँछ के भनेको म त अब केही भनिनँ नि ब्रेक लाउँदै उडाउँछ खेलाउँछ होला जस्तो लागिरहेको थियो ब्रेक ल्याउँदै ल्याएको यहाँ अब उफ्रियो राकेश भाइ त माथिबाटै फास्टमा आइरहेको थियो नि त तिमी त माथि राख्थ्यो त्यहाँ ब्रेक झ्याप्पै लाग्दा झन् म नि पल्टिन्थ्यो नि अलिअलि छोडेर फेला ल्याउनु त ए यस्तो भयो साइकलै यस्तो गएछ ए यहाँकै भाँच्यो यो कहाँ त तर यो तपाईँको यो मात्रै उयो हुन्छ यो मात्रै फेर्नुपर्छ अरू त वैसै छ यो सबै वैसै छ ब्रेक केही भएको छैन होइन अरू के मात्र छ बिग्रेको हातहरू त प्लेट पुलुत गएछ त लास अब त बोल्नु थाल्यो क्या मोबाइल नै फुट्यो होइन यो चाहिँ गयो हात साइकल यो त झन् के भन्नु कटु गयो क्या कटु ल्याम्बु यो कटु नि यो भित्र गएन फोनले नि भन्छ कटु भन्ना भन्छ के भएन फोन नै फुट्यो यो फोन गयो हेर्नु नि अब कसरी हेर्नु कुन हात चाहिँ यो नि हो यो हात नै गयो आमामा पैसा यो यताको पछाडि पछाडि यसरी पठाउनु यता फेरि के दोष हो छ तपाईँलाई दोषै दोष म त तपाईँले बिस्तारै खेलाउँछ जस्तो लागिरहेको थियो क्या बिस्तारै खेलाएको अनि साइकल त कम्ती उडेर गयो त नि यहाँबाट परै उडेर गयो त साइकल त त्यही त म त अति गएको थियो तिमी नि आँती भाइ नि आँती गएको थियो म नि आँती गएको थियो कि फेरि यस्तो ल्याखन झन्डै त्यो बोक गएछ कोल्सी कस्तो दोषै दोष अब के गर्नु नि रबिन भान्दाले के भन्ने अब के भन्छ यो मात्रै फेरिदिउँ न हुन्छ आज चाहिँ डेन्जर अब लडेँ त्यहाँ म त अब म पनि जम्पिङ हान्नु भन्दै थियो म त हान्ने अब त ढुकढुक लाग्ने म कहाँ हान्छु एउटा सामान चाहिँ हरायो भने कुन सामान हराएको सामान त यति हो यसै नै के गयो त होइन यो त फुटेको ठुलै पो गएको छ ए यहाँ होइन यसै नै यसको यहाँको यत्रो ठुलो उयो हुने गयो यहाँ त यति हो यो त यति हो यति गएको छ उन त कान्छडङ कुन चाहिँ गयो यसै नै उठाउनु त साइकललाई यो त यति नै यसै नै समाउँछ ब्रेकको गयो कस्तो दशा लाग्यो यो साइकलले झन्डै ज्यान मारेको हो खोल्कोमा पसेको भाइको त बिगत हुन्छ
खोल्सा भित्र अनि अझै चोट परेको त बिजो हुन्छ नि थोरै देख्नु त्यो गनर चोट परेको भए चाहिँ बिजो हुन्छ त्यो गोखामा परेको भए चाहिँ अनुहार जान्छ हेर्दा त कम्ती अग्लो उफ्रेन त नि त म त बिस्तारै खेल्दै मामा त आउँछ कि अनि हैन हावा जतिको उड्नु भएको थियो अनि कत्रो माथि उड्यो परबाट स्पिडले आउँदाखेरि त्यो उकालो छ उकालोदेखि ओह्रालो गर्दाखेरि त्यो उफ्रिजान्छ तर बनाउनु त उड्नै बनाएको नि म त त्यही साइडबाट थोरै उफ्रेर आउँछ कि माथि काट्नु मात्रै म बिग्रेँ सानो गरेको त ऊ त्यहाँ त यति अग्लो र पनि ऊ त्यो भित्तामा बजारिन आएको साइकलको राइडरहरू हुँदो रहेछ अनि त्यो स्पिड पनि होइन हावा पाङ्रा काबुको साइकल काबु अनि यो त ढुट्टो भइगयो नि त ढुट्टो गएन नि हात चाहिँ टोक्टा गइगयो युट्युबमा हेरेर कुदाएको होला अलिकति मात्रै उचालेको त्यहाँ ब्रेक अगाडिको हाल्नु ब्रेक उल्टो गइसक्यो यता 15 देख्छ न उता सर्ट यत्रो साह्रो साइकल जस्तो अनि छुँदै जान्छ नि त माथि त्यहाँदेखिको यहाँसम्म घसेडिन्छ झरेको नि साइकल त परदेखि त बाङ्गै पछारिएको हो नि त देख्नुभयो अनि उ त्यहाँ हामी भिडियो हो भिडियोमा भिडियोमा छ न टाउको केही भएन म चाहिँ यसरी हुत्तिएर म त अब त खोलेर छ भने नि हौ मेरो अलि आतिनु भयो के भिडियो गरेको अनि महँगो खालको उयो भाइयो कि उयो भाइयो पनि त्यहाँनिर धर्पले त हुँदै आउँछ ऊ भन्दा झन् स्पिडले ल्याउनु भयो क्या भाइले 45 मा त्यसको सामानहरू सबै छ त यो मात्रै फेर्नु पर्ने चार चाहिँ यहाँ यता यहाँ टायर साइकलको साइकल उड्यो कि अनि ठ्याक्कै अगाडि ब्रेक हानिहाल्नु बसेको नि भारी खुट्टामा पनि छ नि यहाँ अगाडिको चक्का उठाएको थियो अगाडिको यति अग्लो हो अनि त्यहाँदेखि माथि धेर उठेछ नि उठेको नि धेरै भन्दा पनि साइकलले उठेको मान्छे त्यो भिडियो छैन अघि खिचेको झर्दा ब्रेक झ्यापै आयो अगाडि हानिहाल्नु भयो अनि मामाले अघि खिचेको भिडियो छ नि मान्छे उडेको उफ्रेको पनि भिडियो छ उडेन होला भिडियो त यहीँबाट यहीँसम्म हुँदैछ म त माथिबाट यसो उफ्रो टाउकोमा जोतिनेर समानेको कहाँ यो साइकल त बवाल हुन्छ नि त त गयो भने नि छुँदै लाग्छ नि यो त अनि छिरिप्पै भइहाल्छ नि त डिस लाग्छ नि यो त अनि हान्नु जाने भने त मान्छे मरिहाल्छ नि त अनि त्यो चक्कामा लाग्ने हो नि यो त बाइक भन्दा खतरा हुन्छ उफ्रिन पनि त्यस्तो उफ्रिँदो रहेछ म त कहिले देखेको थिइनँ यसरी उफ्रेको चाहिँ ऊ त परदेखि यहाँ बजारिन आएको नि त अनि यत्रो उफ्रेर अनि फ्याँकेको अस्ति म अनि यहाँ उयो नयाँ बजारमा थोरै मार्तेको थिइनँ अगाडि कुकुर आएर घाट्टे बेरेक हानिदिएको त बाइक चाहिँ ठाउँको ठाउँ बस्यो म चाहिँ झटारी गएर यहाँ पिल्सीको नि त पछाडिको अगाडि हाल्नु जम्मै हानिदिएको थिएँ क्या ठाउँको ठाउँ बाइक चाहिँ उभियो मान्छे दुईजना चाहिँ पछाडि हालिदियो अगाडिको उफ्रेपछि यो त हाम्रो त अगाडिको लाग्यो नि अगाडि हान्नु भयो यो त अनि ओह्रालोमा रहेको थियो नि ओह्रालोमा त्यो उकालो त्यही त यहाँ जम्पिङ हानेको थियो भिडियो मरिहाल्छ डिस लाग्छ पुरै खतरा अनि साइकल त मलाई बनिहाल्छ नि भित्तामा गएको भयो अन्डर यो भाइ झन्डै भित्तामा कोही गएको थियो एउटा भाइको पनि तपाईँलाई भनेको त मैले बिस्तारै बिस्तारै भन्दा तपाईँले धेरै उयोमा उडिहाल्नु भयो ब्रेक झ्यापै चाहिँ लाइन तर मैले त्यहाँ उडेर चाहिँ बिस्तारै बिस्तारै अलि मात्र लाइन उडिसकेपछि साइकल छोडिदिइहाल्नुपर्छ अगाडिको ब्रेक त छोडिदिइहाल्नुपर्छ पछाडिको ठेलाउने क्या तपाईँ त आतिहाल्नु भयो सकप नि तल गइहाल्यो अनि ब्रेक नि झ्यापै गयो रोकेर चल्नु ल्याउने उपर रोक्ने चलेर यहाँ ल्याएर पुऱ्याउने त्यस्तो होइन म त रिकमान्डले त उपर लान्छ भनेर बाइक छेउबाट पनि आउँछ कि तपाईँ त भने कि तपाईँहरू त सुई सुई जानुभयो नि त म त भिडियोमा चाहिँ बोलिरहेको छु नि त यत्रो टाढो त किन जानु छेउमा हालेर माथि अरू त ठिकै हो तिमी अलि रेसमै आएको तिमी त्यो मामा पनि झन् रेसमै आएको यो भाइ चाहिँ अलिक कन्ट्रोलमा आएको कन्ट्रोलमा नि कन्ट्रोल गर्नु सकेको थिएन क्या उसले
फर्स्टमा झन् अम्मा कसरी लाने लाने भनेर के भन्नु के भन्ने त्यस्तै भयो के हो फेरि बिग्रेर रिसाउँदैन अलि पम्प पनि गयो लेख्दैछु यो थोरै त्यो उयो भयो भाइ भान्जा तेल त लाग्दैन यसलाई यो कति लाग्छ र यो यही मात्रै हो तपाईँले फेर्नु पर्ने यो खोलेर खोलिन्छ यो निकाल्नुपर्छ कि गाडी पाएन डुम्नु माथि आएको त लाग्छ त फेरि लात लिने रहेछ साउडको ट्याब्लेटहरू बोकेर कस्तो दोष होला फेरि मेरो साइकल भएको सुई त थाम्नु पर्यो नि त ए भइगयो कोरोनाको रोग हान्दा नि एकचोटि हस्पिटल गएको भाइ तिम्रो त नसा हल्लाइरहेको मेरो मासु अहिले चाहिँ रबिन छ यहाँ यता साथी सबै आइसकेको छ है आजको खतरा नै भयो नि त्यो आजको डेन्जरै नि म चाहिँ त्यस्तो हुन्छ सोचेकै थिएन क्या धेरै त लाग्दैन होला त्यो पछाडिको त्यो उयो मात्रै त्यो थोरै मात्रै गएको अरू त उसै छ सबै कस्तो त्यस्तो सोचेको पनि थिएन क्या तर म चाहिँ अगाडि नै सुत्दै गएँ मलाई त त्यो ब्यालेन्स थाहा थियो नि त त्यहाँ अब यताउता आइरहेको हुन्छ नि त अनि तपाईँहरूलाई थाहै भएन यो राकेश भाइ पनि झन्डैले नि भाइ फेरि आम्मामा के भरे ब्लक आउँछ त फेरि के चाल्छ कि त धन्न अनुहार जरा हेर नानी यतापट्टि कत्रो डर लाग्दो खोइ दिदी त्यो जाम्मै लाग्यो नानीलाई लाउने दिनु अरे मिडियम होइन दिदी सानो क्याप पनि निकाल्दैको मिडियम होला अहिले चाहिँ रातै परिसकेको छ गाडीमा फेरि दाईको गाडीमा हतार हतार फेरि दाईलाई बोलाएर फेरि हतार हतार टेम्पो के अरे भ्यान चलाएर भ्यानबाट फेरि त्यता गरेर अहिले भर्खर अघि 4-5 बजी अनि यहाँ लगभग आउँदा 6-7 बजिसकेको छ यहाँ चाहिँ अहिले भन्छ सबै लगभग रातै परिसकेको छ अनि फेरि बन्द नि भइसकेको छ नि धन्न यहाँ चाहिँ खुल्ला भयो न अब बिचै हुन्छ भोलि अब पर्खिनु पर्ने हुन्थ्यो मेडिकलमा अब